हेलो एन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल। आई होप सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ होला। सो आजको यो भिडियोमा चाहिँ म मेरो छोरीको लागि मैले विकेन्डको लागि प्रिपेयर गरेको सामानहरू स्टफ्सहरू चाहिँ के छ र के चाहिने रहेछ भनेर चाहिँ एकदम डिटेल्समा चाहिँ भन्न गइराखेको छु। सो धेरैजनाले चाहिँ रिक्वेस्ट पनि गर्नुभएको थियो होइन। अनि यो चाहिँ एकदम मेरो छोरीको लागि मैले प्रिपेयर गरेको स्टफ्सहरू हो। सबैसँग एक्ज्याक्टली म्याच नै हुन्छ भन्ने त हुँदैन, तर लगभग सेम नै हुन्छ। अनि यो सामानहरू चाहिँ एज अनुसार र विकेन्ड अनुसार डिफर हुन सक्छ होइन। यसको लागि चाहिँ हजुरहरूले आफ्नो बच्चाहरूको विकेन्डमा नै कन्ट्याक्ट गरेर अझ डिटेलमा बुझ्नुपर्ने हुन्छ। सो लेट्स गेट इन्टु इट। सो मैले चाहिँ चाहिने सामानहरू सबै यहाँ रेडी बनाएर राखेको छु। सो म चाहिँ एक एकवटा गरेर हजुरहरूलाई देखाउँदैछु होइन। सो सबैभन्दा पहिला चाहिँ हामीलाई एकदमै धेरै युजफुल हुने भनेको चाहिँ यस्तो खालको स्ट्याम्प। यो चाहिँ हजुरहरूले आइदर सेन अथवा तेमुबाट चाहिँ मजाले लिन सक्नुहुन्छ होइन। यसमा चाहिँ आफ्नो बच्चाको नेम प्रिन्ट गरेर हजुरले कस्टमाइज गरेर अर्डर गरेर लिनुभयो भने चाहिँ यसले चाहिँ डाइपरको लागि अनि अरू कपडाहरूको लागि पनि एकदमै काम गर्छ र यो चाहिँ लङ टर्मको लागि एकदमै युजफुल हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ होइन। सो फर्स्टमा यस्तो खालको स्ट्याम्प र अर्को भनेको चाहिँ बेबीको क्याप। यो चाहिँ विकेन्डबाट नै प्रोभाइड गर्छ। हजुरले चाहिँ यो चाहिँ किन्नुपर्ने हुन्छ। जबसम्म लाग्छ सबै विकेन्डहरूमा चाहिँ यो किन्नुपर्ने नै हुन्छ होला। मेरो छोरीको चाहिँ यस्तो खालको छ। सो हामीले चाहिँ अस्ति चाहिँ चुमाइखाईमा जाँदाखेरि यो किनेर लिएर आएको थियौँ। यसको चाहिँ 950 समथिङ परेको थियो। र अर्को चाहिँ भनेको हामीलाई विकेन्डमा पठाउनको लागि चाहिँ ब्याग्स चाहिन्छ होइन। यस्तो ब्याग चाहिँ 3 थरी भन्नुभएको छ हामीलाई चाहिँ। सो सुरुमा चाहिँ यस्तो खालको प्लास्टिक होइन। यो चाहिँ लाइक चिसो कपडाहरू हाल्नको लागि यस्तै समथिङ भन्नुभएको थियो। यहाँ पनि यसरी नाम लेखिदिएको छु मैले चाहिँ होइन। यो चाहिँ यस्तै प्लास्टिक नै युज गर्ने भन्नुभएको थियो, लाइक रेजी फुकुरो यस्तो खालको युज गर्ने होइन यतिको। सो यो प्लास्टिकमा पनि मैले नाम लेखिदिएको छु। यहाँ चाहिँ यसमा चाहिँ मैले मार्करले लेखेको छु। सो अर्को भनेको चाहिँ यस्तो खालको झोला एउटा होइन। यस्तो खालको झोला यो हजुरहरूले 100 एन सपमा मजाले पाउनुहुन्छ होइन। अनि यहाँनिर पनि मैले यहाँनिर स्टिकर टाँसेको छु नाम लेखेर। यो चाहिँ मैले निसी माचुया स्टोरबाट लिएको स्टिकर हो। र हाम्रो मेन ब्याग भनेको चाहिँ मैले चाहिँ यो युज गरेको छु। यो चाहिँ मेरो अलरेडी थियो, सो मैले किनिनँ। मेरो चाहिँ यो टिकटक सपबाट आएको ब्याग थियो। सो मैले चाहिँ यही युज गर्ने विचार गरेको छु अहिलेलाई। सो यसले भएन अथवा भनौँ न चेन्ज गर्नुपर्ने भयो भने चाहिँ म पछि चेन्ज गर्छु। तर लगभग यस्तै खालको ब्याग चाहिँ चाहिँदो रहेछ। यहाँ पनि मैले चाहिँ यसरी नामको स्टिकर टाँसेको छु। र अर्को भनेको चाहिँ डाइपर चाहिँ हामीलाई दिनमा 5 वटा चाहिन्छ भन्नुभएको छ होइन। सो डाइपरमा मेन चाहिँ यो स्ट्याम्प लगाएको छ है सबैमा। यसरी सबै पछाडि चाहिँ यो स्ट्याम्प लगाएर 5 वटा डाइपर एक दिनमा पठाउँदाखेरि 5 वटा भन्नुभएको छ डाइपर र एउटा प्याकेट वाइपर। अनि यसको यो हाल्नको लागि चाहिँ मैले यस्तो खालको ब्याग मगाएको छु। यो चाहिँ मैले खास आफूले युज गरिराखेको ब्याग हो। सो मलाई यो पठाउनु मन लागेन। मैले चाहिँ नयाँ मगाएको छु, त्यो आइपुगेको छैन। आई होप आज भोलिमा आउँछ होला। सेम यस्तैमा हो तर नयाँ मगाएको छु होइन। यस्तो यो ब्यागमा चाहिँ यो डाइपर र वाइपर ठिक्क पनि हुन्छ। सो यस्तो खालको ब्याग युज गरेको छु मैले यसरी हालेर पठाउनको लागि। हामीलाई चाहिँ विकेन्ड भित्र लगाउनको लागि पनि सुज भन्नुभएको थियो र भित्र लगाउनको लागि चाहिँ मैले यस्तो खालको सुज लिएको छु मेरो छोरीको लागि चाहिँ। र यो सुजमा पनि हामीलाई चाहिँ अब नाम टाँस्नुपर्ने भएको हुनाले मैले चाहिँ यस्तो खालको यो के भन्छ यसलाई है, यस्तो खालको युज गरेको छु। आई होप देखिराखेको होला। यहाँनिर चाहिँ यसरी यो लाइक एट्याच्ड गर्न मिल्छ होइन। अनि यो चाहिँ मैले कस्टमाइज गरेर तेमुबाट नै मगाएको थिएँ। यो चाहिँ विकेन्डमा चाहिने त होइन, तर लाइक विकेन्ड पठाउँदाखेरि चाहिँ हामीलाई एकदमै कम्फर्टेबल हुने खालको सुजहरू चाहिन्छ कि बच्चालाई चाहिँ एकदमै इजी हुने खालको। सो मैले चाहिँ यस्तो खालको सुजहरू चाहिँ लाइक रेडी पारेको छु छोरीको लागि चाहिँ होइन। यो चाहिँ एकदमै कम्फर्टेबल खालको छ। यो चाहिँ मैले बेबी स्टोरबाट निसी माचुया सपबाटै लिएको हो होइन। मैले चाहिँ अझ योभन्दा पनि लाइक 1 स्टेपवाला पनि खोजेको, त्यो चाहिँ मैले भेटाइनँ। सो आई होप यसले काम गर्छ होला। यो एकदमै इजी छ, यस्तो खालको हो होइन। यस्तो कि जुन चाहिँ बच्चाले आफैले लगाउन खोल्न चाहिँ एकदमै इजी होस् भन्ने खालको सुजहरू चाहिने भएको हुनाले मैले चाहिँ यस्तो खालको प्रिपेयर गरेको छु अहिलेको लागि चाहिँ। अर्को चाहिँ यस्तो खालको बिप भन्नुभएको छ होइन। सो यस्तो खालको बिप चाहिँ एभ्रिडे एउटा पठाउनु पर्ने हुन्छ, त्यही भएर मैले चाहिँ यो रेडी गरेको छु। र यसमा चाहिँ नाम चाहिँ मैले यहाँनिर यसरी लेखेको छु, स्ट्याम्पले नै हानेको छु है यसमा चाहिँ। सो यो चाहिँ बिप भयो होइन। अनि त्यस पछाडि रुमाल पनि एकदमै धेरै युज हुन्छ अरे होइन। त्यही भएर अनि एभ्रिडे हामीलाई चाहिँ 3 वटा भन्नुभएको छ होइन पर डे। सो मैले चाहिँ 3टा रेडी गरेको छु। यसमा पनि मैले यसरी पछाडिपट्टि चाहिँ स्ट्याम्पले हानिदिएको छु कि नामको लागि। सो यस्तो छ। अनि यो चाहिँ
यस्तो यहाँनिर पनि लेख्न मिल्छ है। यो वाला चाहिँ मैले निसिमाचो स्टोरबाट लिगेको थिएँ भने यो चाहिँ मैले सिनबाट मगाएको थिएँ होइन। जताबाट आफूलाई लिन अब लाइक सजिलो लाग्छ त्यहीबाट लिनुभयो हुन्छ। रुमालहरू चाहिँ एकदमै धेरै युज हुने भएको हुनाले मैले चाहिँ यता स्टोरबाट पनि लिगेँ अनि सिनबाट पनि टन्नै मगाएको थिएँ। सो यो चाहिँ 3वटा रुमालको सेट भयो। अर्को मेन भनेको चाहिँ अब कपडाहरू है। कपडाहरू चाहिँ 3 जोड चाहिँ पठाउनु पर्छ भन्नुभएको छ होइन। सो 3 जोड चाहिँ कसरी पठाउने भन्दा यसरी सेट बनाएर के यहाँ चाहिँ यो बान्ने लाइक क्लिप जस्तो पनि विकेन्डबाटै दिनुहुन्छ अरे होइन। आज चाहिँ हाम्रो फर्स्ट दिन भएको हुनाले अब आज गएपछि सायद पाइन्छ होला के हुन्छ होइन। सो यस्तो खालको सेट बनाएर होइन सिजन अनुसारको ड्रेसेसहरू। अनि यसमा चाहिँ के पर्छ त भन्दा एउटा सक्स होइन, एउटा पेयर सक्स, अनि त्यस पछाडि यस्तो खालको इनर चाहिँ लाइक तलपट्टि यस्तो टिप लगाउने खालको पनि हुँदैन र हाफ पनि हुँदैन। हाफ भनेको पुरै लाइक कसो भने स्लिपलेस टाइपको पनि हुँदैन कि यस्तो बाउला भएको टाइपको चाहिँ भन्नुभएको थियो। सो यस्तो खालको इनर एउटा। अनि यसको पनि मैले भित्रपट्टि चाहिँ नाम लेखेको छु है। आई विल सो यु। यहाँनिर चाहिँ मैले यसरी स्ट्याम्प लगाइदिएको छु कि आई होप यसले काम गर्छ होला है। सो एउटा यो इनर भयो होइन। अनि त्यस पछाडि प्यान्ट एकदमै कम्फर्टेबल हुने खालको प्यान्ट एउटा होइन। अनि त्यस पछाडि बाहिरबाट लगाउने आउटर टी सर्ट टाइपको कि यस्तो खालको फुल स्लिभवाला टी सर्ट यस्तो खालको। अनि यस्तो चाहिँ एक दिनमा 3 सेट पठाउनु पर्छ भन्नुभएको छ होइन। सो मैले चाहिँ रेडी गरेको छु यसरी नै सबै पेयर बनाएर ठ्याक्क गरेर राखेको छु होइन। यस्तो छ। सो अर्को अब अहिले यो फर्स्ट टाइम जाँदाखेरिको मेन भनेको चाहिँ सिरक र डसना चाहिँ मैले यो बेबी स्टोरबाटै लिगेको हो होइन। मैले चाहिँ खास सिनबाटै मगाऊँ कि जस्तो लागेको थियो। फेरि कस्तो आउला जस्तो पनि लाग्यो अनि ठिकै छ भनेर बेबी स्टोरबाटै लिगेँ। मैले ब्ल्याङ्केट चाहिँ यस्तो खालको युज गरेर नलाएको छु होइन। सो मैले चाहिँ यस्तो खालको ब्ल्याङ्केट लिगेको छु। अनि यहाँ नामको लागि चाहिँ यसरी हामीले नाम र अनि उसको नम्बर चाहिँ यसरी पेस्ट गरेको छौँ। यो चाहिँ मैले निसिमाचो स्टोरबाटै लिगेको थिएँ र यसमा हामीले मार्करले लेखेर अनि आइरनले प्रेस गरेको हो। यो चाहिँ मजाले टाँसेको छ कि। अनि यसमा चाहिँ हामीलाई छोरीको एउटा नम्बर दिनुभएको थियो, त्यो नम्बर पनि लेख्नुपर्छ भन्नुभएको भएर हामीले माथिपट्टि नाम र तलपट्टि चाहिँ नम्बर राखेको छौँ। यो चाहिँ यस्तो खालको छ है। सो यो ब्ल्याङ्केट चाहिँ यस्तो छ, पातलो ठिक्क खालको छ, धेरै बाक्लो पनि चाहिँदैन भन्नुभएको भएर है यो छ। अनि अर्को भनेको चाहिँ डसना तल ओछ्याउनको लागि होइन। यो यसको लागि चाहिँ मैले यो वाला युज गरेको छु, यस्तो खालको लिगेको छु होइन। अनि यसमा पनि यहाँनिर यो नाम र नम्बर चाहिँ टाँस्नु पर्ने भएको हुनाले यसरी नाम र नम्बर लेखेर अनि आइरनले पेस्ट गरे हो होइन। सो अहिलेलाई चाहिँ लगभग यही नै हो है सामानहरू। हामीलाई चाहिँ विकेन्डबाट भन्नुभएको सामानहरू चाहिँ यही नै हो होइन। सो आई होप सायद अरू विकेन्डमा अरू बच्चाहरूको पनि यस्तै हुन्छ होला। सायद एज अनुसार अलिकति फरक पर्न सक्छ। र हाम्रो विकेन्डमा चाहिँ बोतल अलाउड छैन। मेरो छोरीले चाहिँ अहिलेसम्म पनि अब बुबु त खान्छ नि त, फर्मुला मिल्क खान्छ होइन। अनि हामीले त्यो सोद्धाखेरि चाहिँ अब विकेन्डको टाइममा चाहिँ उसलाई खुवाउन मिल्दैन भन्नुभएको छ होइन। सो हामीलाई चाहिँ कन्सर्न भएर हामीले सोधेको थियौँ कि किनभने नर्मली दिउँसो सुत्नुभन्दा अगाडि चाहिँ छोरीले बुबु खाइरहेको हुन्छ होइन। अनि त्यही भएर के गर्ने भनेर सोचेको थियौँ अनि सोधेको पनि थियौँ होइन। विकेन्डमा चाहिँ अलाउड छैन, नदिने नै हो, अब घरमा जे गर्दा पनि हुन्छ भन्नुभएको थियो। सो यही नै हो होइन। मेरो विकेन्डको प्रिपरेसन चाहिँ यही नै हो होइन। अब यसमा हजुरहरूलाई लाइक एज अ एक्सपिरियन्स्ड मम केही कुराहरू चाहिँ लाइक थपगट गर्नुपर्ने छ अथवा यो कुराहरू चाहिँ यस्तो युज गर्दा राम्रो हुन्छ नि, यो कुराहरू भन्दा यो कुरा बेटर हुन्छ भन्ने जस्तो कुनै हजुरहरूको सजेसन छ भने चाहिँ प्लिज कमेन्ट गरिदिनु होला। सो द्याट मलाई पनि हेल्प हुन्छ र अरू मम्माहरूलाई पनि हेल्प हुन्छ। आई होप धेरैजनालाई चाहिँ मैले हेल्प गर्न सकेँ होला। सो थ्याङ्क यू सो मच फर वाचिङ। हेभ अ ग्रेट डे अहेड। अनि मेरो च्यानललाई चाहिँ यदि सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला है त। थ्याङ्क यू।